श्रीलालका गाईलाई सञ्च भन अरे। कसलाई? श्रीलालका गाईलाई भाइलाई दुहुनी गाईलाई दुहुनी गाईलाई सञ्च भन अरे। हाम्रो बुहारीको भाउ के अरे हो भयो। हाम्रो बुहारीको सुन्दरमा गाई बिमारी भएको भाउ अब दुहुनी गाई हो। खाना घाँस पानी जाने खा छैन। अन्न हेर्छुमा घाउ उठ्यो अरे उफ्रो कचम्रामा के भयो भनिस् न। उफ्रो कि होइन कि कचम्रो सुनियो अरे गाईको सुनियो अरे लागो भागो छुट्याउने अरे। गाईको कचम्रो सुनिएपछि दुध पिन्दिन गडबडाएर होइन भर्कै बुवाको र यो आमाको सम्झना पनि हुन्छ र बाले चाहिँ लागो भागो एकदम क्लियर छुट्याउन सक्नुहुन्छ र एकदमै चाहिँ ठुलो लामा पनि हुनुहुन्छ। यस्तो लागो भागोमा चाहिँ फरकै पर्दैन उहाँले छुट्याएपछि। अहिले उहाँले यो पात हेर्दै हुनुहुन्छ। गाईको कचम्रो सुनेको कति दिन भयो? 4 दिन। गाईले घाँस पानी खाएकै छ। अब यता सुन्दै पूर्व दिशा कि ढोरबडाल अरे भन्ने चाहिँ देवी देखिएछन् लो। अब क्याल्नु पर्छ न सुन्नु पूर्व दिशाको ढोरबडाल अरे हो ल। यो गाईको कचम्रो सुनाएको क्यार्न पर्छ। अब के हेर्ने पर्दैन। उसले फलाके हुन्छ यहाँ फलाक्न पर्दैन। उसले हे परमेश्वर गाईको कचम्रो सुकेर जस्ताको तस्तै होस्। म जाएँ तिम्रो जाएँ पूजा अर्दिमला भनेर दिशा पाएर त्यो गाई रसिलै छ। त्यो गाई जस्ताको तस्तै भन्छ भने यो पात्यो पात मैले अनि हेर्दिनँ लौजा यति मैले भने लौजा हेर्दिनँ लौजा ठ्याक्कै जस्ताको तस्तै हुन्छ गाईको कचम्रो। श्रीनारायण बिहानी हो अब हुन्छ। अस्ति बुहारी झलक देखि के मैले झ्यापै चिनिनँ। गाई अरू पनि हुनुपर्ने कति छन्? केटारी 2टा हुनुपर्ने हो। 3टा 2टा चावडा यति छन्। 2टा छन्। 2टा मात्रै भने नि मैले। एउटा छोरी एउटा छोरा छन् 2टा। छोरा तिमीले भनेको मैले मिलाइदिन्थेँ के अरे भनेको मैले मिलाइदिन्थेँ। अब त्यसले त्यहाँभन्दा बढी पाउँदैन। छोरो अलिकति शरीरको खोटी जस्तो पनि आउँछ। के छ ल भन। यति शरीरमा यति खोर दागेको यति केहीमा किसिरमा के ज्यानमा हुनुपर्छ त्यो बाला खाएको। ठुला चाहिँको ठुलाको त्यो नातेको छ। ठुलाको कि कान्छाको? ठुलाको हुनुपर्ने हो। ठुलाको हात भाँच चिज छ। हात भाँच चिज छ। के छ? हात भाँच चिज छ। हात भाँच चिज छ। र एउटा कस्तो खोर देखियो। अब त्यसको अरूसँग अब अरू बाटो हुँदैन। पढाइ नै गर्न सक्दैन। बसेर पढाउने हो त्यो अनि अरू कुरा भन्नु त्यो सक्दैन। पढाइ धेरै भयो भने यसो आएर जागिर खान पाउँछ। गाईको सोध्नु पर्यो त्यसले। अर्को कान्छो कस्तो हुन्छ? अर्को त अर्कै ठुले राष्ट्रमा जान्छ भाइ। कान्छो जेठा त खोटी देखियो। कान्छो अहिले पढाइ हुनुपर्ने। कान्छो र देखाइमा जहाँ कान्छो छ के अरे यहाँ निक्लन्न। गाईलाई कति दिन सञ्च हुन्छ भन्नु? गाईलाई कति दिन सञ्च हुन्छ अरे? सञ्चाउन गाईलाई के त गाईलाई कति दिन सञ्च हुन्छ अरे? गाईलाई यति दिन लाग्दैन। सुने यति दिन लाग्दैन लौजा।
र यहाँ सबै मिलाई अब यो कुरा तैँले भनेर थाहा पायो कि कसो भयो यो सिद्धलालले कता थाहा तैँले भनेर हो 3 दिन पाउँदैन यो गाईको कचाउन भोलि ल्याउनु हटिहाल्छ ल यो गाईलाई फुक्न पर्छ है पर्दैन गाईलाई फुक्न पर्दैन फुक्न जान्नुहुन्छ नि फुक्न पर्दैन बल्ल फुकामला गाईलाई फुक्न पर्दैन घर भएर हाल्यो हो गाईलाई त्यस्तो पारेको ल अब जम्मू कश्मीर भन्ने थाहा छ कता हो कता जम्मू कश्मीर भन्ने भारत जम्मू कश्मीरमा जबसाई ल्याएको छोरो साहेब जम्मू कश्मीरमा उहाँ चाहिँ आँखो चाहिँ के गरे भएन अरे करारलाई यहाँबाट देखेँ उहाँ जम्मू कश्मीर पुगे त्यहाँ त चितवनबाट त आउन त्यहाँ त धुलेगाउँबाट त धेरै टाढै पर्ने रहेछ च्याप्पै जस्ताको तस्तै भयो त्यो गाईलाई त पक्कै भइहाल्छ त्यो गाईले चाहिँ त्यो भाइ भन्न तँ गर्न पर्दैन त्यो नाति एउटा छ भाग्य भएको कान्छो छ कि ठुलो कान्छो त ठुलो त यहाँ हुनु हो के यसले आउँदाखेरि दिँदैन हेर्नेले दिँदैन क्या कान्छो छ यो हेर्ने त्यही भएर बस्ने अर्न पाइन्छ त्यो पाइन्छ अरू विदेश जान मिल्दैन खोर्दै खेसी अब श्रीलाललाई गाईले कतिको दिन्छ सोध्नु त श्रीलाललाई गाईले कतिको दिन्छ अरे अब श्रीलाललाई गाईले कतिको दिन्छ अरे त्यसलाई त्यो लागाल्यो के अरे गाईले दिन्छ त्यसको बिग्ने गाईबाट र किसान खेतीबाट हुन्छ त्यसलाई बिजनेस त्यसको त्यही नै अब अरू त्यसको उपाय छैन अब त विदेश गएन हेर अब विदेश जाने त गइसकिन्छ अब त्यसका छोरा हुन्छन् क्या एउटा हुन्छ न अमेरिका जान्छ न अस्ट्रेलिया जान्छ न गाना र कोरिया त्यो सिटमा जान्छ त कान्छो अरे ठिक छ त कान्छो हो बाले अरू म मरिन अब सीतालाई कहिले सम्झाउनु 3 वर्ष बच्यो भने कति वर्ष गयो सीताको अस्ति दुखेको सीताको सोध्नु सीताको के घुँडो दुखेको सीताको माइली बुहारीको घुँडो दुखिन्छ अरे केले होला माइली बुहारीको घुँडो दुखिन्छ अरे के लगाएको होला माइलीको यस्तो घुँडो दुखिन्छ अरे खुट्टो अर्को पाप दिमी त्यही सत्यम सारा सत्यम मेरो गुरु कहिले देख्नु अरे त्यो घुँडो दुख्न लगाएको धेरै त भएको छैन धेरै त भएको छैन 4 दिन 5 त्यति दिन भए अहिलेपछि सन्चै छ अन्त केही भएको छैन यो घुँडो अलिअलि यता पनि अलिअलि अन्त पनि गरेको छ अब टाढाका भनौँ गुरुको शक्ति मयौँ भन्ने चाहिँ निस्कन्छ तेह्रका चाहिँ पहिला बसेको तिम्रो उही हो नि 15का नाग हुन् सेती हुन् कि काली अनि अर्को के हो भन्छ नागका थर धेरै छन् सेती काली के हुन् लौजाको उताका खोइ अब काली हुन्छ सेती नाग सोना नाग हुन्छ सेती नाग हुन् सेती नाग हुन् बासुदे नाग हुन् क्या हो त बासुले सेती काली हुन्छन् नागको थर त धेरै हुन्छ नागको पद अहिले चराको कल्ली हो अहिले चराउने भयो त गुरुदत्त बा जनक सर जनक गुरुदत्त
अलिकति चित्त बुझेन कि उहाँ उसलाई सम्झिदिएनन् कि सम्झिदिएन नानी मैले त्यही भएर धेरै पिरक पारेको छैन त्यो नागले चेष्टा दिएका हुन् सन्च भइहाल्छ ल ती नागको नाम के हो थाहा हुनु पर्यो उनीहरूलाई सन्च भइहाल्छ अनि पञ्चमी आउनु कहिले आज के हो पञ्चमी आउँछ पञ्चमी के त्यहाँ सम्झने अगरबत्ती बाल्ने के उठाएर सामान पनि पाइन्छ उठाएर राख्ने धेरै पिरक हुँदैन छर्लङ्गै भइहाल्छ घुँडाले टक्कै भएको सर्पले कस्तो हाँडा जाने सर्प त्यही बाँसा त स्याँटे मलाई नछेक्ने शिर काटे अहिले यति बेला अब मलाई छर्लङ्ग सन्च भइहाल्यो ल यार भइहाल्यो आफैले हेराउनै परेन त्यस्तो हुन्छ नागले उसलाई ढोरबाट दिएको काम हो मैले फतुराइ लाग्छ कि कस्तो लाग्छ भन्ला यो हजुरसँग के शक्ति छन् भनिदिनु पर्यो हाम्रो दर्शकलाई यो हजुरसँग के शक्ति छन् त्यो भनिदिनु पर्यो हाम्रा त्यो हेर्ने भिडियो हेर्नेलाई नातिले त्यहाँ हजुरसँग के शक्ति छन् मसँग ए त्यहाँ भन्छ अब मसँग अब मेरो पहिले हात यसो गरेर भन्नु त यहाँ घाम पर्छ मेरो पहिला मेरो शक्ति थिएन बुझे केही जान्ने मलाई चाहिँ सेता टोरा सर्पले शिरमा बेरे तँलाई पछि कस हेर्छ ल यार कस्ता काँडा उठे सम्झँदै हुँदैन ल यता यत्रो जाडो भयो नि ल यत्रो नामै जप्नु राति पनि चाहिँ मलाई आइहाल्छ म धेरै भए बसेको छैन बेरे तँलाई कस्तो हुन्छ थाहा पाउलास् भनेर एउटा फुलेका बुढाले भने र म बिम्जेँ हेर त्यहाँबाट फेरि सर्पैको फाँडो फुलेका बुढाले मलाई खाना दिए फाँडो ल हेर मैले फाँडो खान दिए त्यहाँदेखि ल मेरो शरीरको उत्पन्न बसो अनि फेरि मौरी भिर्का सुने झाँक्री भन्ने चाहिँ मलाई उत्रे त्यो पनि बसो झाँक्री पनि बसे ल अरे आइहाल्यो झाँक्रीको पनि लगाएर सिधै आइहाल्यो झाँक्रीको पनि आइसक्यो मलाई जिरिङ र त्यहाँ खसेक्यो आयो अब ल या फेरि राख्नु भन्छु यो अवस्थाको सबै मिलाउँदै गयो भने यो नातिको पनि पर्मिसन केही न केही यो तर्फबाट मिलायो भने केही पुरस्कार पनि पाउन यसले सक्छ ठाउँमा पुर्याइदियो तल मिलाइदियो भने त्यहाँबाट फेरि के भन्छस् भने सुन ल मिलाइ है त्यहाँबाट के अघि त मेरो त झन् अहिले बुढो भएर पट्ट बोली हो मेरो त्यहाँबाट फेरि वनको भने त थाहा छ नि सबैलाई वनको वनेश गर्ने वनदेवी भन्ने आए फेरि ती उत्रियो तिनवटा वीर भएर त काल जति आएका गएका छन् सकेका छन् अब उठिहाल्छ झ्याप्पै उठिहाल्छु म राति आज रात हाने उठिहाल्छु अस्ति त्यसै खिच्चेँ उठिसक्यो थिएँ त्यसै खिच्चेँ खाट हानिरहेको ढोका हानिरहेको मसानमा निस्केर त्यो अब एक दिन उठाएर म त्यो मसानलाई नधपाइ छाड्दिनँ त्यस्तै आउँछ हुँदैन त्यही बेला उठ्छु अहिले पछि उठेर हुँदैन त्यस्तो भयो 3-4 गुरुको शक्ति छ मेरो अब कस्ता आउँदाखेरि मलाई हान्न सकेनन् र यो अवस्थाको मान्छे अब मरेसी जान्यो जिउँदै स्वर्ग पुगेर शक्तिहरू धेरै देखे बुझि स्वर्ग भनेको कहाँ हो स्वर्ग पुगेँ आज भयो त्यस्तै 15-16 दिन भयो
कस्ता पुगेँ भन्लास् भने कता पर्वतमा गएको म पेदो रास्ता पुग्दाखेरि घर दरबार झलझली छ हेर त्यहाँ मान्छे नचिनी त जस्तै कस्ता मान्छे दुईजना बसेका छन् उता र यता ढोका आडा मान्छे गए फत्त जाने यहाँ आउँछ नि यसो हालिदिन्छ उसले अलिदिन्छ फर्काउँदै जाँदाखेरि सबै त्यहाँ आएका जति अनि म गएँ अरू यसो मात्रै अरू पाउने एकै बोलेको म के कारणले जान पाउन लोभन म जस्तो शक्ति भएको कोही छैन मलाई जान दिएन मलाई जान दिइनेछ नि त तँलाई के गर्दो होला मलाई मात्रै नखोलिदियो भने त्यसरी फत्त खोलिदियो गाँठेमा स्याट्टै भित्र पसेर बिम्जी हाल्न लग्यो हेर त कस्तो अवतार भयो त्यस्ता ढोकाभित्र पछाडि बिम्जेमा नि त्यस्तो भएर अलिकति चाहिँ भएको हुनाले अब किन नहुने छ होइन परो यता सुन बिला है आज उतै परो भने मेरो गुरु जति बोलाउनु पर्छ हजुर गुरु जति बोलाउनु पर्छ बौसीले बेकार परेका र लडेका रहन्छन् मैले बकारै छाडिदिन्छु ल गएर मैले नबकाइकन मेरो बिरे हराउँदैन त्यस्तो छ म राणी मान्छे हुँ भयो बाबु भयो भनेर गोडा ढौगरी एउटा आइमा चाहिँ त्यति राख्यो किन भन्नु पर्यो त्यो छैन स्वर्गवास भाइ त्यसो भने गोडा ढौगरी ल बिर ठुलो बिरा आएकै उच्चल्दै फाल्दै आएर उच्चल्दै फाल्दै आएन त्यो मान्छेलाई आउँदाखेरि त्यो मान्छेलाई सन्च पनि भयो च्याप्पै सन्च भइहाल्यो त्यस्तो बिरो अघि आइ त डर लाग्यो अब यता त मान्छे खाइहाल्छ नि सर्दाखेरि भेटे गाँठी देखेँ हेर त्यो गाँठी बौसीले यसो आएर चाहिँ गाँठी दिउँसो माथि है फाला नि के अरे गयो यस्तो के हो यो मान्छेले फक ए बाबु च्याप्प समय त मेरो पाउमा ढौगरी त बुढीले अनि म गएँ त्यसैका 3 दिन गएर हामी फुक्ट बाँध फर्कन सकेन मैले कता चाहिँ नि के भयो लपत होइन नि म त धेरै मलाईदेखि यसो हाड्ने मसित डराएर त्यस्तो चिन्हछन् त्यस्तो हुन्छ यो अवतार मेरो सानो उसले म उठेँ भने म सबै चाहिँ मेरो चाहिँ अवस्था सबै यता घर त यसो अरे फाल्दाम जस्तो हुन्छ यसो अरे भ्याङ भुङ्गे पार्छु कि जस्तो आउँछ त्यस्तै आउँछ हेर तँलाई आज खाएँ नखाइ छाड्दिनँ भनेर हालो हाल्दाखेरि जानु अब मलाई भ्या अब कोठे जान्छु भने बरा परेको छ कोठे जानु त्यहाँ चुप्पै जाम भयो त्यस्तो आयो नि मलाई भित्रतिर छान्दाखेरि सिमरा काँडा जाम वर्षा भएको छ चिसो मेरो आङ फुले त के अरे त्यो कालो तमै चान्चलाई मैले मारिदिन्छु भनेर लात्ताले तन्नासित ठोकिदिएँ त के चट्टै छोडो लगेर मैले फुल हातेँ भयो त्यो आफूलाई निकालेर निस्केँ आइरहने खैला बैला पाएर त्यस्तो छैन हामी त यतिचोटि आयो भने साथै भएन
त्यो भन्नु के हो टाउकाभरि खरानी घसेर बनाकाले त्यसले सबै खिचेर सबै त्यति बेला मलाई नि सरेर काँडा भन्छ कृष्णको टाउकाभरि खरानी जम्मै बिहान उता हुन्छ त्यो गाईलाई पनि हुन्छ बालाखालाई पनि हुन्छ ल परमेश्वर कान्छो हुन्छ ऊ यसो हो अरू जागिर हुन्न पहिला त्यस्तो किसिमको भएको शक्ति होइन त्यस्तो भनेपछि त्यस्तो थियो त्यस्तो हुन्छ भन्नाले मुखा पर्यो आमाले भन्नुभएको हजुर राति बनाएको धपाउँदै यहाँसम्म आउनुहुन्थ्यो अरे बनाएको पहिला पहिला हो त्यो नि अब सुन घर पनि गयो हाम्रो आट्या घर आट्या दारका बुट्टा चरो दारको फुल खाना पिँढ्या सुतेको बुट्टामा गएर ढुस्स बस्छु पिँढ्या सुतेको थियौँ दुडा बाउछ र बाछालाई त्यहाँबाट देखे त के अरे लगेर लगेर कस्तो काँडा उठ्छ अनि झरे त के अरे दारा बुट्टा फेला पुए चाहिँ यता गयो उता गयो भने पत्ता खबर भएन अनि दारका बुट्टा नि आउने छोडो अनि घरको रेखा सेखामा जाँ फेरि घर दुडा आमा छोरी चिच्याउन लाए दुडा आमा छोरी ऐना आज चिच्याउन लाए आमा छोरी बाहिर सुत्यो थिएँ भित्र गएँ ढोका चोकले खाम ल्याएर खुम ल्याएर आँटिया त्यहाँ उक्ले घर पनि आउन छोडो दार्का बुट्टा नि आउन छोडो अनि मेरो आङमा उत्रियो त्यो अनि त्यहाँबाट आज वन छ त्यहाँ घर यति मसान बसेको छ त्यसलाई निकाल्न बाँकी छ अस्ति उठिन म झामको मात्रै आयो अनि त्यसै खिचेँ अब डिलन पत्रिकाले भन्छन् कि राजे खामले खुम ल्याएन खाएर आछ क्या हो जलपान खाएर आछ उफ्रो भन्छ डिलन पत्रिका लगेर मेरो भित्र झन् कसैले केही उता म आधार त जाँदाखेरि बत्ती जलेको माथि त उसको झाँक्रिया थाना आउँदाखेरि त्यहाँ बत्ती झुलुल्ल निलो बत्ती जलेको त्यो बेला जाँ लाइट त त्यो लाइट अनि थान त्यो खोला छ क्या सामुमा छ डराइन गएँ बिहाडा घर त्यता जोडा गएर भरे एक्लै त्यस बेला एक बज्न लागेको थियो 2:30 बजे भइसक्यो जोडा गएर भिजे अनि लाइट बेला आउँदाखेरि त लाइट मधुरो भयो लाइटको ज्योति मधुरो भयो सामु आउँदाखेरि त नचाहिँ डरलाग्दो शब्दहरू उठ्यौँ लगेर हेर्छु त्यहाँ काले भेट्यो भने बुढा र माइले पहिला बिहारको त्यहीँ काले खाइहाल्यो त्यसले एकैछिन पार्छ त्यो सारा खोला त्यस्तो छ लौ तिमी गुरु म शिक्षे ल फेरि काँडा उठ्यो तिमी गुरु म शिक्षे मलाई क्यार्छौ म आधाराते हुँ म गएँ अब तिम्रो शक्तिले रहेँ के अरे नत्र लगेला अब म जान्छु भने बाँसा हार ठलो टक 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 हाने अनि लाइट मधुरो भयो धिक्री भयो अनि त्यहाँबाट घर आएर सुत्थ्यौँ अब म आज रहन्न भनिएको छु केही पनि भएन होला बिहान उठेँ केही पनि भएन साना कथा चाहिँ मलाई यो देउताको सिटी बसेदेखि मलाई केहीले छोएको छैन कृष्णले भन्छ यो लामा बुढो कस्ता कायदा कस्ता तरिकाले मर्ने होनन् काला धपाइदिन्छन् भन्नु बिहान अब आफ्नो इच्छाले कहिले हो घाँसे यो हजुरलाई के भनेर चिन्छन् हजुरलाई के भनेर चिनिन्छ देउताले होइन क्या मान्छेले हजुरलाई के भनेर चिन्छन् मान्छेले
मान्छेले अब यो सबै कुरा जान्ने देवताको शक्ति भएको यो मान्छेको अवतार धेरै छ यसले सबै कुरा जान्दछ भन्ने अवतारले मान्छेले चाहिँ मलाई गर्छन् क्या कुरा बुझ अब साना उसले देवताको हजुरलाई नाम के भनेर चिन्छन् नाम त भगदत्त ढकालले चाहिँ यस्तो गर्छ भनेर दिन्छन् भगदत्त ढकाल सबले चिन्नेछन् क्या मलाई अनि लामाका कान्छा नि भन्छन् नि भन्छन् लामाको कान्छा पनि भन्छन् भगदत्त पनि भन्छन् कोहीले न त लामा कान्छा भनेपछि सारा मुलुकले चिनिएछ हेर नि त्यस्तो छ लामा कान्छा भनेपछि त्यो लामा कान्छालाई कसैले सौदा लामा कान्छा डरलाग्दो छ भन्छन् गाउँकाले ल हुन्छ आज धेरै राम्रो कुरा गरियो हजुरको ज्ञानको शक्तिको कुरा पनि थाहा पाइयो आज यति गरौँ अब यो मिसिन चलायो भने यो अवस्थामा तैँले धेरै थोरै पुरस्कार पाउँछस् ल दा पुरस्कार पाउँछ यस्तो खिसा लिएर गर्छ यहाँ पार्क थाम्नुका मान्छे यस्तै खिसा अरे माथि भरेछ अरे गरा यस्तो भयो उस्तो भयो अनि के को आयो अरे उस्तो आयो भने भनेको त्यसमा पैसा पायो अरे त्यो मान्छेले चाहिँ हुन्छ सबैले हेर्नुहुन्छ सरकारले दियो तपाईँ तिमी अलिअलि मान्छे आउनुहुन्छ म कन्ट्याक्ट मिलाउँछु तैँले मिलाएछ मलाई त पनि तँलाई पुरस्कार मिल्छ ल जा म यहाँ मान्छे धेरै आउन खोजे छन् यहाँ हजुरको ठेगाना दिएर मान्छे बोलाउँदैछु क्या मैले अनि हेरौँला मान्छे आयो भने हजुरले हेर्नु होला क्या पैसा कमाउनुहुन्छ त्यो चापामा घर बस्न पाउन पार्टी पनि त्यो बस्छ म घर एकछिन बस्दिनँ अहिले आराम भएर आएको त्यो क्या मलाई तँलाई फाइदा भयो भने जब चाहिन्न छोडिदिए तैँले निका सार्दै अहिले ठुत्यार त्यति हो तँलाई मिल्छ सामान धेरै छ नि यो एउटा सम्झना पनि हुन्छ क्या हजुरको र हाम्रो सम्झना त्यही सम्झना म त घर बस्न पाउने एकछिन बस्दिनँ गरेर अहिले भएर यता आएको आनन्द बुढा भनिसक्यो भनेर हजुर दिनको एकचोटि दुईचोटि आउनुहुन्थ 3 दिन भयो आउनु भएन के भयो भनेर सोधेको म अब हेराउनु पर्यो भने छोरालाई बाहिरलाई गर्नु पर्यो भने अब देखाइदिन्छ त्यहाँ हेरेर जान्छु हिजो कृष्ण कहाँ हेरेको हुँ क्या लोटेको परिवारलाई माछा गएर निकालिदिएर त्यस्तो हुन्छ यस्तो यहाँ के भयो भने भयो ला भने 10 ढुङ्गो र किट त्यस्ता बसिसक्यो यसो हान्दाखेरि भुइँमा परेर भुइँमै झिलिङ्गा उठ्छन् झिलिक्क त्यस्तो हुन्छ घरमा त्यस्तो गरेदेखि बल्ल आज नभए भोलि नभए पर्सि नभए यहाँ बस्यो भने 60 वर्ष कुनै हालतमा जाँदैन भनेर हाम्रोमा निस्केको अनि मलाई त्यसो भनेर म जाँदै गएँ छोड्दैछु भने सबै त्यो पर्च्याना आयो हाम्रो मान्छेको 4 पाए घर देखिस् देखि घर उतापट्टि यत्रो आयो डरलाग्दो हाम्रो पाडा यत्रो आयो जमाएर आएर खत्ता माइला घर त पस्यो त्यो पसेर निस्केर हाम्रा घर आउन सुर अरू त्यसले पिँढिया म बसेको त मात्रै यहाँ मात्रै उक्ली तँलाई एकै फेर मारिदिन्छु भनेर यसो अरन्तिकै फर्नको फर्को सामान गयो त्यसैका 3 दिनका दिन हाम्रो मान्छे लाटो थियो त्यो गइहाल्यो बाँसघारी यहाँ ल्याएर थान्क्या काम त्यो त्यस्तो आयो हाम्रो घर आउँछ त म त्यस उतिखेर पस्यो भने त मेरो ढिलो मान्छेको त चोक पर्छन् त्यस्तो हुन्छ मेरो बोलेको त पहिलो पऱ्यो सुन्ला कस्ता किसिमले बोल्दछु कस्ता किसिमले खाम कुरा गर्दछु कस्ता किसिमको तँले बोल्नु तैँले एउटा पनि बुझ्दैनस् बुझ्दैनस् कस्ता तरिका बेद पनि सिकाइदिन्छु बेद पनि पढ्छु
त्यस्तो छ नि बा खाता त्यस्तो छ मेरो शरीरमा खाता र त्यहाँ खिच सबै मिलाइ यस्तो मान्छे छ कोही मर्ने अवस्था पर्न लाग्यो भने यसको लागो हेरिदिनुहुन्छ घर बस्नुहुन्न के अरे लागो हेरिदिनुहुन्छ भनिदिए हुन्छ भाइ अनि तैँले भनिदिए भने भयो ल तैँले पुरस्कार पाऊँ मान्छे आउनुहुन्छ यहाँ हेर्न धेरै आउन खोजे यहाँबाट मैले भनिराखेको छु अब कुन कुन आउँछन् अब यहाँ फोनबाट गर्ने भन्ने कुरो छ क्या फेरि बाले अलि नसुन्ने भएर जेउ भयो क्या तैँले नत्र उहिले यहाँ मान्छे 20जना मान्छेले मलाई फोन हानेका हुन् हानेछन् अब मैले कसरी बाला कन्ट्याक्ट गराउने अब यहाँ चाहिँ कान नसुन्ने भएर जेउ भयो अब माइक लाउने अनि सुनाउनु पर्यो धेरै नि छ बात गर्नु त धेरै अब नरम हुन्छ बिदा हुँ हस् ल अब बन्द गर्दै बिदामा अब मेरो चाना देखाइदिए त्यहाँ निकालेर हेर्थ्यो मेरो अनि